खोइ हाम्रो देशको मान्छेहरूको बुद्धि कहिले पलाउँछ। नेता तिमीहरूको बाउ होइन क्या, नेता नोकर हो, नोकर जनताको नोकर हो क्या नेता। नेताले नोकर बनाएर राख्यो क्या, अनि मात्रै काम गर्छ। त्यसलाई भगवान् नभनौँ क्या। बालन दाइ जबदेखि पोलिटिक्समा आउनुभएको छ, इन्टरनेटमा मात्र होइन नेपालको सोचमा पनि हलचल आएको छ। यो नै प्रमाण हो कि हामी नेपालीको आँखा खोल्न एकजना मान्छे मात्रै काफी छ भनेर। तर दुःखको कुरा के हो भने आज पनि धेरैजना पार्टीको झोले भएर बसिरहेछन् क्या। अझै पनि उनीहरूको आँखा खुलेको सबै छैन क्या मान्छेहरूको। यतिसम्म हुँदा पनि कुरा दिमागमा बसाउनुहोस्, साँचो देशद्रोही त्यो होइन क्या जसले नेतासँग प्रश्न गर्छ। साँचो देशद्रोही त्यो हो जो पार्टीको चम्चा बनेर देशलाई खाल्डोमा पुर्याइरहेछ। आजसम्म पुरानो नेताहरूलाई कसैले प्रश्नै गरेन। जे भनौँ त्यही सही मानेर हिँडिरहेको थिए, जे भनौँ त्यही साँचो मानेर त्यहीमा विश्वास गरेर। तर आज जेन्जीहरूले त्यही माथि आवाज उठाउँदाखेरि यही मान्छेहरू आफ्नो फाइदाको लागि आफै पोलिटिक्समा पावरमा हुन सक्छौँ भनेर जेन्जीको सोच जेन्जीलाई नराम्रो भनिरहेछ क्या। किन क्या त्यस्तो किन? तिमीहरूले यत्रो वर्षदेखि आफ्नो पार्टीको चम्चागिरी गर्दै आए, के उखारेछ क्या तिमीहरूको पार्टीले? के चाहिँ चेन्ज लाग्छ देशमा? कसले युवाले रोजगार पाएको छ या त मान्छे विदेश लिनु परेको छैन? खोइ हाम्रो देशको मान्छेहरूको बुद्धि कहिले पलाउँछ। नेता तिमीहरूको बाउ होइन क्या, नेता नोकर हो, नोकर जनताको नोकर हो क्या नेता। नेताले नोकर बनाएर राख्यो क्या, अनि मात्रै काम गर्छ। त्यसलाई भगवान् नभनौँ क्या। गभर्मेन्ट इज अ सर्भेन्ट अफ पब्लिक एन्ड यु क्यान आस्क एनी क्वेसन टु योर सर्भेन्ट इफ हि इज नट डुइङ हिज जब प्रोपरली। तर हामीले के गर्नु? नोकरलाई बाउ बनायो, बाउलाई भगवान् बनाएर राखेको छन् झोलेहरू। नेताहरू किन चाहन्छ सधैँभरि तिमीहरू पार्टी गर्दै बस? कोही एमाले भनौँ, कोही काङ्ग्रेस गर्दै बस्छ, कोही माओवादी गर्दै बस्छ। किन चाहन्छ? यिनीहरू चाहन्छ नि, नेताहरूले चाहन्छ नि कि तिमीहरू जनताहरू यहीमा उल्झेर बस। किनकि जुन दिन तिमीहरूको बुद्धि पलाउँछ नि, यो गिद्दी बुद्धि पलाउँछ नि, त्यो दिन कि जबसम्म यो लडाइँ भनेको पार्टी होइन, यो लडाइँ भनेको नेताहरूको र जनताको हो। त्यो दिन तिमीहरूको दिमाग पलाएपछि नि तिमीहरूले नेताहरूलाई क्वेसन सवाल गर्छौ कि हाम्रो देशमा राम्रो कुराहरू किन भइरहेको छैन, सवाल उठाउन थाल्छौ, क्वेसन पुछ्न थाल्छौ। नेताहरूको फाट्छ, त्यसपछि थाहा हुँदैन उनीहरूलाई के गरेको छुइनँ भनेर केही थाहा हुँदैन। त्यही भएर यिनीहरू डराउँछ। त्यही भएर तिमीहरूलाई यो पार्टी गर्दै लडाइन खोजिरहेको नेताहरूले, भेलेहरूले झोलेहरूले बुझ्दैन क्या। र जुन दिनदेखि जनताले सवाल उठाउन थाल्छ नि, त्यो दिनदेखि नेताहरूको धन्दा बन्द हुन्छ क्या। यिनीहरू आज हाम्रो देशको हालत के छ अहिले? अनइम्प्लोइमेन्ट छ, वुमन सेफ्टी छैन, रोड सेफ्टी छैन, एक्सिडेन्ट दिनका दिन एक्सिडेन्टको यत्रो केसहरू आइरहेको छ, हेल्थ केयर कमजोर छ, पोल्युसन ध्वस्त भएको छ, करप्सनको त पुरै हिसाब गरेर सकिँदैन। यस्तो देशमा यस्तो सोच भएको नेताहरूले कमिटी गर्छ। जब एमाले गल्ती गर्छ काङ्ग्रेसले खुट्टा तान्न आइपुग्छ, जब काङ्ग्रेसले गल्ती गर्छ एमाले खुट्टा तान्न। अहिले त दुवै मिलेर बालन दाइ र रवि दाइको खुट्टा तानिरहेछ क्या। तल यतिसम्म सक्दोसम्म गिरेको छ नि, तिनीहरूको त्यो शब्दमा बयान गर्न सकिँदैन। यतिसम्म यो एमाले र काङ्ग्रेसको मान्छेहरू आफ्नो पार्टी आफ्नो प्रचार प्रसार गर्न छोडेर है बालन दाइलाई कसरी मुनि गरौँ, राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छेहरूलाई कसरी, नेताहरूले कसरी, उम्मेदवारहरूलाई कसरी तल पारेर आफू उक्सिन खोज्यौँ जस्तो भइरहेछ क्या उनीहरूले। आश त लाग्छ हौ, आफ्नो त्यो क्याम्पेन चलाउनु लिएर आफ्नो तिमीहरूको आफ्नो गर, किन अरूलाई तल देखेर आफू किन उठिन खोजिरहेको छ क्या? त्यत्तिकै क्षमता छ भने नि आफू राम्रो गर न, आफू राम्रो भएर माथि उठ्न खोजे क्या, अरूलाई तल देखाएर उठ्न नखोज क्या कहिले पनि। आज दुवै मिलेर एमाले र काङ्ग्रेस दुवै मिलेर एउटा नयाँ सोच भएर, नयाँ सोच बोकेर हामी युथले जेन्जीदेखि लिएर हरेक इन्सान लगभग नेपालको प्रायः सब इन्सानले सपोर्ट गरिरहेको छ क्या, लगभग है। तर जो 50% यता 40% 30% झोलीहरू छ उनीहरूको कुरा छोडेर मैले लगभग सबले सपोर्ट गरेर बालन दाइले एकचोटि चान्स दिन खोजिरहेको छ। सबले क्या एउटा उम्मिद राखेको छ नि त यार, एउटा हौसला हुन्छ नि, एउटा होप राखेको छ नि त, केही चेन्ज आउला कि भनेर सबले सपोर्ट गर्न खोजिरहेको छ क्या नयाँ सोच मान्छेहरूलाई। तर पुरानो पार्टीहरूले के गर्छ, त्यही नयाँ सोच भएको मान्छेलाई तल पारेर आफू उक्सिन खोजिरहेछ क्या। झन् हामी त मधेसको त नेताहरूको कुरै नहो। म पनि यहाँ हो, मेरो घर सिरा हो, तर म विराटनगर छु। सिरा जिल्ला हेर्नु हो भने सिरा जिल्ला मात्रै मधेसको जुनसुकै एरिया हेर्नु हो भने नि यस्तो ध्वस्त छन्, यस्तो ध्वस्त। दिनद्वारा चोरी हुन्छ घरमा, राति डकैत लाग्छ। त्यो गाँजा साजा ड्रग्स खाने केटाहरूको पैसा हुँदैन, राति घर लुट्नाउँछ। कसम लिटरली भनेको सिरा जिल्लामा पनि होइन, मान्छेहरू आफ्नो घरमा सेफ छैन क्या। आफ्नो घरमा राति सेफ्टी छैन। आफ्नो घरमा मान्छेको आफ्नो एउटा काहीँ सुरक्षा नभए पनि आफ्नो घर भनेको सुरक्षित भन्ने जग्गा हुन्छ नि होइन, त्यो घरमा जग्गामा आफ्नो घरमै सुरक्षित छैन क्या मान्छेहरू। राति दिन तिहार चोरी आउँछ, मान्छे मारेर जान्छ। त्यस्तो अवस्था
झन् 7, 8, 9 क्लासको बच्चाहरू होइन एक त बोर्डर लुजको कारण बाहिर जाने पारी यहाँ छ ड्रग्स लग्स गोटी सुटी जति लागु परेर जान्छ सब बाहिर भित्रै छ नेपालभित्रै छ बोर्डर पुरै लुज छ तर नेताहरूलाई बाल मतलब छैन नेताहरूलाई यति मात्र नेताहरू आफ्नो महलमा सुखी छ नेताहरू भनेको नि जनतालाई नि सिर्फ एउटा भोट मेसिन हेर्छ क्या भोट दिनेलाई मात्रै उनीहरूलाई याद हुन्छ कि जनता पनि छ न त तिमीहरू मर बाँच भुके बस्छ बेरोजगार बस्छ नेताहरूलाई केही मतलब छैन क्या केही मतलब छैन तिमीहरू भनेको एउटा कमिला जस्तो क्या एउटाले यसरी खुट्टाले मेची दिएर नि अर्कोमा हिँड्छ नि टेक्छ नि यसलाई त्यो जब तिमीहरूको काम लाग्न छोड्छौ नि जब उनीहरूको नेताहरूको काम बन्छ नि जनता कोही पनि होइन क्या यदि त्यही जनता तर किन यस्तो नेताले किन यस्तो हामी जनताकै गल्ती हो नि त यो हामी जनताले नि उनीहरूलाई जो इन्सानलाई नोकर बनाएर जो मान्छेलाई नोकर बनाएर राख्नुपर्ने हामीले त्यो मान्छेलाई भगवान बनाएर राखेछौँ अनि टाउकोमा टेक्दैन त हाम्रो नेताहरूले तिम्रो नोकर हो क्या पब्लिकको नोकर हो नेताहरू हामी जनताले परिवर्तनको सपना त देख्छौँ तर भोट फेरि त्यही उही पुरानोलाई दिन्छौँ अनि के तपाईँहरूलाई लाग्छ परिवर्तनको सपना देखेर अनि भोट पुरानो दिएर फेरि आउने भोलि राम्रो हुन्छ भनेर नै त्यो कहिले हुँदैन भोलि हिजो जस्तो थियो भोलि पनि त्यस्तै हुन्छ त्यही भोट यदि पुरानोलाई दिने हो भने विकास चाहिन्छ भने भोट पनि परिवर्तन हुनुपर्छ भोट पार्टीको लागि होइन देशको लागि दिनुपर्छ भोट मासु भातको लागि होइन फ्युचरको लागि दिनुपर्छ नेता बदलिँदैन जबसम्म जनताको सोच बदलिँदैन सो थिङ्क वेल यो पालि चाहिँ भोट फर चेन्ज नट फर यर पार्टी